हेलो एभ्रिवान, आज चाहिँ मैले मेरो नेल एक्सटेन्सन गर्दैछु आफैले। मैले चाहिँ नेपालबाट सामान लिएर आएको थिएँ अनि अझै चाहिँ मैले यहाँ आएर चाहिँ एकजनाको पनि नेल एक्सटेन्सन चाहिँ गरिरहेको छैन क्लाइन्ट नपाएर, त्यही भएर लेट्स सी। सामान चाहिँ लिएर बसेँ। अब चाहिँ गरम कस्तो गर्ने भन्ने चाहिँ अझै मसँग एक्ज्याक्ट थाहा छैन मलाई। अब हेर्दै जाऊँ कस्तो हुन्छ, हाल्छौँ, हेर्नु मिल्छ जस्तो छ। चाहिँ भर्खर टिप्स राखेँ। अब चाहिँ मैले चाहिँ यो चाहिँ जुन हेर्नु तिमी माथि